गाइज हामी चाहिँ इटरीको टेङ्ग्रा मेला घुम्न गइरहेछौँ दर्शन गर्नलाई। ल हेर्नुहोस् है गाइज, यहाँ त आमामा कता गर्मी रहेछ। हामी त सबैजना टोपी लगाइरहेछौँ। अनि यहाँनिर भिड यस्तो छ। यहीँ म चाहिँ हिँड्दैछु, छोरीले पछाडिबाट भिडियो गर्दैछ। अनि भाबीहरूले चाहिँ अब घोडा बैकुण्ठ पातको पत्ता चढाउनु पर्छ अरे भनेर हामी चाहिँ चिलाउने जाति हुन्छ भनेर चढाउँछौँ है गाइजी। एकजनालाई बैकुण्ठ दिँदैछु घोडा बोकेर चाहिँ अब हामी लाग्यौँ मन्दिर दर्शन गर्न। ल गाइज हेर्दा आम्मामा यो भित्ताभरि मान्छेहरू चाहिँ जानु नसकेर चाहिँ बाहिरै छोडिदिएको छ। तर गाइज हामी चाहिँ जानु पायौँ नि, हामी चाहिँ लक्की रहेछौँ। दर्शन गर्दैछौँ, अब यहाँ लाइनमा छौँ अहिले चाहिँ होइन। भित्र ठुलो गुरु आएर पूजा गर्नु हुँदैछ अरे गाइज। अनि लु अरू चाहिँ कोही जानु पाएन, म चाहिँ चट्ट हो यताउति ठेलचाल गरेर छिरेँ है गाइज। म बाहिर पनि निस्किसकेँ दर्शन गरेर। ल अब चाहिँ हामी जुलेबी खान गयौँ, मेलाको जुलेबी। ल गाइज अब चाहिँ हामी यहाँनिर हेर्नुहोस् है, यहाँ बसेर चाहिँ चट्ट तावाको पोलेको मासु है खाँदैछौँ। मेरो छोरीले चाहिँ भिडियो गर्दैछ। यी मेरो फुपूहरू चटपटे आयो, दामी रहेछ आमामा दामी। वाह गाइज ल यिनीहरू पनि आइपुगेछौँ। आमामा कता बहिनीहरू आउँदैन रहेछ यहाँनिर चाहिँ। हामी एकछिन उनीहरूसँग पनि रमाइलो गर्दैछौँ है गाइजी। गीत गाएर सुनाउँदैछ हामीलाई चाहिँ। अनि अर्को चाहिँ आयो फेरि, ऊ चाहिँ अब नाचेर देखाउँछौँ एकछिनपछि। हेर्नु चाहिँ गाइज आमामा खतरा। ल दामी छ दामी। ल के हो यो त आमामा खतरा गऱ्यो त हौ। ल हेर्नु पनि लगाइदिइहाल त, लगाइदिए आमामा कता रापिदिएको त।